Like and subscribe. सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइहरुमा म इट्स तीर्थ लामा ब्लक ड्राइभर माइलो हाल कुवेतदेखि हेर्नुस् यो चाहिँ कुब्री बन्दै छ यहाँ हैन यी पुल बन्दै छ। आज चाहिँ हामी छुट्टीको दिनमा घुम्न आएको। यो नयाँ ठाउँ हो, नयाँ ठाउँ बन्दै गरेको ठाउँमा कस्तो हुने रहेछ भनेर हेर्न आएको हो। र साथीहरु विदेश आउनुभन्दा पहिला एकदम बुझेर सोचेर यस्तो ठाउँमा पैसा टिप्न सकिदैन। हेर्नुस् यस्तो ठाउँमा पैसा टिप्न धेरै गाह्रो छ। ल हेर्नुस् यस्तो ठाउँमा पैसा टिप्न गाह्रो छ साथीहरु। कम्पनीको चाहिँ पोलिसी हेर्नुस्, कम्पनीले बेसिक स्यालेरी कति दिँदैछ अनि त्यो कम्पनीमा तपाईको हस्पिटल जानलाई हस्पिटलको सुविधा छ कि छैन, अनि खाना बस्नको सुविधा छ कि छैन, तपाईको ड्युटी कति घण्टा हो त्यो सोध्नुपर्छ। तपाईहरुले बुझ्नुपर्छ। कुनै पनि एउटा मेन पावर एउटा एजेन्सीले भनेको भरमा चाहिँ कहिले पनि तपाईहरु हैन पैसा धेरै कमाउँछु भनेर नआउनु होला। हामी ड्राइभरमा आएको हो, हामी ड्राइभर हो हैन। तर अब यहाँ त आज त हामी छुट्टी दिन घुम्न आएको छौं। हेर्नुस् सोचेर बुझेर मात्र आउनु होला। मेन पावरमा गएर लाखौं लाख पैसा तिरेर विदेश हाम फालेर नआउनु होला। यहाँ गएर यति कमाउँछु भन्ने सपना देखेर नआउनुस्। पैसा टिप्नलाई यस्तो ठाउँमा झुन्डिनु पर्छ हैन। कति चाहिँ कष्ट गर्नुपर्छ हैन साथीहरु। चाहे लेबरमा होस्, चाहे ड्राइभरमा होस्, क्लिनरमा होस्, जेसुकैमा आउनुस् तपाईहरु। सोचेर बुझेर सम्झेर मात्र आउनु होला। नत्र भने यस्ता ठुलो स्टिलहरु उठाउने बान्ने धेरै गाह्रो छ साथीहरु। एकदम सोचेर सम्झेर आउनु। विदेश आउने हैन सही पल्लो सोध्नु, सही पल्लो। ल गाइस पुलको लागि चाहिँ यहाँ सर्टिङ तयारी हुँदैछ हैन। यसका फोल्डिङहरु चाहिँ मुनिबाट यसको 10 वर्षमा त यो सहरै बनिसक्छ। ल हेर्नुस् यहाँ काम बन्दैछ, रेडी हुँदैछ। ल हुनु पर्यो नि नेपालमा यति किन्नु पर्यो भने एउटा बजेटै सकिन्छ होला। ल हेर्नुस्, ल हेर्नु साथीहरु, ल हेर्नुस् यहाँ सटरिङको चाहिँ तयारी हुँदैछ। पुलको लागि हो, यो पुल बन्दैछ यहाँ पनि हैन। यहाँ चाहिँ यो पुल तयार हुँदैछ। हेर्नुस् विदेशमा चाहिँ यसरी हुँदो रहेछ हैन। गर्न चाह्यो भने हाम्रो देशमा पनि हुन्थ्यो होला। हाम्रो देशमा त कमिसन खोरहरूले गर्नसम्म गरिहाल्यो नि। कमिसन दिनुपर्छ, काम कहाँबाट पुरो गर्ने। ल हेर्नुस् माल मेटेरियल हेर्नुस् यहाँ अब काम गर्नलाई एकदम परदेशमा अब पैसा कमाउनलाई कति गाह्रो रहेछ भन्ने कुरो बुझ्नु होला साथीहरु। टोलको चाहिँ साथीभाइ विदेश गयो भने पैसा माग्ने सापट्टि माग्ने काम नगरौँ होला है। पैसा रुखमा फल्दैन, पैसा यस्तो ठाउँमा फल्छ। ल हेर्नुस् टिप्नलाई गाह्रो, स्काफोल्डिङ लाएर टिप्नुपर्छ। परदेशी जीवन गाह्रो छ साथीहरु। जो पनि विदेश आउन चाहनुहुन्छ सोचेर सम्झेर बुझेर मात्र आउनु होला। नेपालमा हुँदा खादाहरूले अब त्यही हो आन्दोलन गर्ने अनि के हो देश खोक्लो बनाउने हैन। केपी ओली होस् कि प्रचण्ड होस् कि बाबुराम होस्, शेरबहादुर होस्, जोसै होस्, माधव कुमार नेपाल होस्, राजेन्द्र लिङ्गदेन होस्, चाहे जोसै होस्, ठुल्ठुला नेताहरू देशमा रजाई गर्न पाएको गर्नेलाई अलि अरू कामभन्दा अलिकति सजिलै हुन्छ। गाडीमा एसी भयो भनेदेखि, एसी भएन भने त्यो पनि अब धेरै गाह्रो छ गाइस, धेरै गाह्रो छ परदेशी जीवन। हेर्नु विदेशतिरको चाहिँ विकास भनेको यही हो साथीहरु। एकै ठाउँमा दुईटा पुग्री 1 बाई रोड हो यो, त्यही भएर डबल हुन्छ यहाँ। अनि छ मिनी केपी बाजेको चिहानमा हाल्नलाई भोलिपर्सि त्यसको लागि जम्मा गरेछ। शेरेको, प्रचण्डको, बाबुरामको, बादलको, जति पनि छन् नेताहरू
यिनी साला घुसखोरी नेताहरू ऊ खाने नेताले यस्तो विकास गर्न सक्दैन ल साथी हो It's Turtle Llama's YouTube channel. Like and subscribe. रोड भने यही हो सम्झिराख्नुस् यो बन्दै गर्दाखेरिमा हामी यहाँ छौँ अहिले हामी यो एरियामा यो हाम्रो काम खासै हाम्रो काम होइन हामी यसो हिँड्दै आएको हौँ ल हेर्नुहोस्